गाइस आप सबको स्वागत है मेरे न्यू ब्लॉग में। टक्क लगाएर आज चाहिँ खानासाना खाएर धान काट्न गइरहेछौँ हामी। टक्क लगाएर पानी सानी लिएर धान काट्न हिँडिरहेको। तल हाम्रो हामीहरूले वेट गरिरहेको छन्। मलाई लाग्छ अरे बाटो कति दुःख गरे। चिसो पानी गुलमेली नानी। लाई त के भन्छ यसलाई, यो झोलाको नाम आएन के। लै त गाइस टक्लाएर आज डह्रो फसिने भयो धान कटाइमा। कुरी ट्याक्क बहुत ओइ झन्डै लडेको हेर। अरे हामीहरू छन् त्यता म देखाउँछु। त्यो काटिसकेका छन् हाम्रो हामीहरूले। आज हाम्रो हामीहरूलाई च्वाचेको मासुसित भात दिनुपर्ने हुन्छ। हामीहरूलाई देखाउनु पर्यो के। बहुत रुगाल लागिरहेको छ गाइस मलाई। त अब हामीहरूलाई देखाउनु भनेको निकाल्नु त। ल के ल ल यसो हाई हेलो भन्नु न। ल त हाम्रो हामीहरू ट्याक्क लाएर अब टक्क हाम्रो हामीहरू लास्टी थाकेका छन् र पानी खाइरहेका छन्। ए झुकेर यहाँ जाडो भएको छ एकदम। घाम अलिक चर्को ला छैन कि। यिनीहरू सब हाम्रो मेरो खेतारा गरे है। सबैजना टक्क लाएर आज चाहिँ च्वाचेको मासु दिनुपर्ने हुन्छ। मैले ल है त भिडियोको तयारी भइरहेको छ टिकटक बनाउन लागि। ल रेडी हो ल भाइरल सङमा टिकटक बन्न लागिरहेछ। रेडी हो। अब धेरै मार्दिन रे छिट्टै मर्छु म बाँचुन्जेली साथ देऊ बिन्ती गर्छु म ए सानो। ल त गाइस अब धान काट्न सुरु गर्न लाग्यो। सबै हात उठाउनु ल त कोही छ धान काट्न आइदिने हाम्रो। ल गाइस ट्याप्प लाएर यहाँनिर हाम्रो धान काट्दै टक्क यता देखाऊँ माइजूलाई। माइजूहरूलाई स्याक्क लाएर तर यहाँ उस गर्दै त काट्न नमिल्छ यसरी। धेरै होइन भयो ऊ त्यति हो। ल फाइनली पहिला एउटा कसलाई भ्याइयो। त्यो पनि सानो छ र खोल्या यत्रो छ त नि। हाम्रो दाइले चाहिँ एक्लैखेरि आँट्नुहुन्छ कि। हामी अब यसो रेस्ट गर्न कोही छ आउने हाम्रो धान काट्न। आएन भने दतियाले हानिदिन्छु। ल है त अब पानी खाने। खेतै सानो हो कि भन्दा नि खेतै सानो कि। मलाई जाडो लगाइसकेको छ, रुगा लगाइसकेको छ। ल कस्तो फिल भइरहेको छ तपाईँलाई धान काटेर? एकदम जाडो भइरहेको छ। ओहो लडिक छ।
ल ल यता कस्तो भइरहेछ ल धान काटेर ल है त बाजुले पानी खाँदै म पनि पानी खान्छु अब हात खुट्टा धुने खाना खाने है त ओए त नुहाएको हो अनि टाउको किन भिजा जस्तो बङ्गा हेर्ने यसले फेरि नुहाएको हो भाग्यो भाग्यो है त ल है त टक्क लगाएर हाम्रो हामीहरूलाई मिठो मासु सहित हो कि मासु नै हो कि कहाँ सानोतिनो दिन्छ र मासु खान्न भने नि मासु नै दिने हो कि हामीलाई त के छ माइजू अब खाना नास्ता खान लाग्यो ल त सोचेको मेसी त एकदम ल ल त मासु खानु मन छ भने आउनु है हामीमा अलिक धेरै हालिदिने मासु चाहिँ टक्क खाना खाँदै ल माइजू ल है त आयौँ है त एकदम यताबाट रहेछ क्या कि ल ल त कडा कडा ल एकदम कडा ल त सबैतिर यतातिर पनि देखाऊँ ल त अन्डा पनि खान्थेन आजकल बल्ल खान्छ कुनै बुझिसके यस्तो मासु नखाए पनि ल्याम्म लस्सु छ ल्याम्म भन्नु न ल गम्म गम्म खानु न गुड ल सुप्रिम खानु न माम गुड ल त हाम्रो ग्याङ तपाईँको नाम के अरे अनि तपाईँको नाइस ल त गाई छ ल्याम्म हाम्रो हामीहरू है त ल है त गाई छ खाली हाल्नु गाई के खानु भएको तपाईँले मासु र भात हो सुकुटारको हामी आउन त अन्त बाबु मासु र भात अन्त देख्छ
ल मासु खानु न मुछीको मिरी खाए है दुम्रीको भयो ए बाबु मन खाने हो सुप्रिन भात खाँदा पनि नसुत्नु न अङ्कललाई हेर्नु न अङ्कललाई हेलो गर्नु त हेलो हाय ल भात खानु छैन त भात कस्तो छ भात खाने अझै मैले त्यस्तो गरी गुन्द्रुकको बोसो खान सक्छु भनेर देखा न बाबु देखा त बाबु ल म त यस्तो गरी खान्छु भन् न देखा त बाबु हेर्नु त बाबु कस्तो गरी खान्छ हड्डी नै पनि थियो त ओहो अमिलो छ खाने ल कस्तो छ केही नै हुन्न के हो त्यो गुङ्गुरको बोसो हो भन्नु बाबु ल फेरि हाम्रो अर्को टनले फेरि भात लिएर आएछ टन्नै ल बाबुले पनि मासु हो नि त A few moments later. ल त गाई सब खाना खाना भयो अब फेरि धान काट्न जानुपर्छ खुलाएर बजाम के टोपी मोबाइल त उता वे यसले खेल्छ अरे यो त चलाक छ अरे वे जान दे मलाई पातो छोड टाढो जान्छ त म त कोही जान्दैन जान्दै अरे छोड अरे ओइ सुसे छोड न के चाहियो भन के चाहियो के मोबाइल दे दिन अरे दे भन्न त म दिन म आएर हान्छस् भेट्छुस् अरे ल छैन डटिया लिएर आउनु त म दिन्छु ल उता डटिया लिएर आउनु म दिन्छु मलाई ल उता भाग्दैन के ल छिटो अरे 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 म लिएर आउनु ल जाम ल उता तल जाम ल हिँड ममतिर हिँड ल मन जाम हिँड्नु अब छोड्न ममतिर जाने के कति चल्छ यो सुप्रिम ओ प्रिन्स सुप्रिम मेरो डटिया लिएर आउनु त डटिया लिएर आउनु न ल मम्मीले माग्नु भएको के मम्मीले माग्नु भएको भने जा मम्मीलाई भन्नु अनि बोलिदिन्छु मम्मीलाई भन्नु न हेर्नु न मलाई पिट्यो के सुप्रिम हेर्नु न मलाई पिट्छ त सुशील हेर्नु न म लात्ताले हान्छ ए छोड छोड्नु भयो लाग्छ म जान्छु अरे ओए मलाई पिट्छस् म बाबालाई देखाइदिनु यो भिडियो भाग्छु भाग के रे अरे भाग केटा भाग वे अरे वे मैं साला के नहीं बस के घर जानु के हेर्न को हो त्यो पछाडिको को हो तपाईँको साथी हो गुन्डा हो तपाईँ म त होइन अरे नाउने लड्ने हो म त जान्छु
म जान्छु म्याकुरीहरूले घेल्यो अरे म्या ल अरे अरे म त केही दुखायो भने मलाई नभन्ने घर जानु के भयो अरे यसले घोच्यो घर जानु म अहिले आएर दिन्छु मोबाइल जानु म दिन्छु के घर उता गएर आएर दिन्छु म यहाँदेखि त त्यो आउनै सक्दैन यहाँदेखि त ल ल ल अरे यो त माइजू हेर्नु त तपाईँको छोराले मलाई घेल्यो तपाईँको छोराले मलाई घेल्यो अरे झन्डै मारेको हैट पसिनै निकाल्यो ए जानु न A few moments later. त धान काट्न सुरु कता बसौँ त म पनि यहाँ घुस्छु त अब सुरु गरौँ धान काटे त भिडियो गराउनु नमिल्ने जस्तो ल न देखेछ राम्रो ल ल ल होइन यो छोडिँ ल त गाइस फाइनली यो कोल्यानी सकिएको छ फेरि अब यो छ टक्क लाएर फेरि गीतै आएर फेरि टक्क लाएर हाम्रो हामीहरू हाम्रो एकजना नयाँ हामी थपिनु भएको छ है चिसो पानी गुलमेली नानी तिमी कता ध्यान त्यतै जानी ए फ्याउरी तपाईँ यसो गीत गाइदिनु न आज मलाई के भित्र